हामी यहाँ किन आएको छौँ भन्ने कुराहरू तपाईँहरूको जुन दैनिक सेड्युलको कुराहरू कोर्सको कुराहरू बाहेक भन्दा पनि अलिकति बाहिरको कुराहरूलाई हामीले तपाईँहरूलाई पनि ज्ञान त तपाईँहरूलाई पनि हुन्छ अहिले त होइन धेरै कुराहरू आजभोलिको तपाईँहरू त अब धेरै शिक्षित हुनुहुन्छ तपाईँहरूलाई विशेष गरी आज प्रमुख प्रशिक्षकको रूपमा हामीले चाहिँ किन राखेको भने अब नेपालको व्यस्त सहरमा तपाईँ हामी धेरै जसो अहिले सवारी साधनको प्रयोग गर्छौँ नि हामी होइन गर्छौँ आउँदा आउँदा अथवा जाँदा बाटो काट्दा गर्ने भएको हुँदा ट्राफिक नियम सम्बन्धी साना साना कुराहरू नै हामीले मैले कसो अलिकति नजानेको अथवा नछुट्टिनु सक्ने अवस्था हुन्छ भएको हुँदा हामीले चाहिँ आजको प्रमुख प्रशिक्षक ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जबाट कार्यालय प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सर आउनु भएको छ नन्दकुमार पौडेल छ उहाँले चाहिँ तपाईँलाई एकछिनपछि क्लास लिनुहुनेछ कार्यक्रमको समापन हुनेछ तपाईँहरूलाई के कुरा यस्तो लागेको छ सोध्नुपर्ने कुराहरू होइन प्रहरीलाई सोध्नुपर्ने कुराहरू यस्तो केही छ भने त्योभन्दा बाहेक पनि कुराहरू हुनसक्छ नि होइन त्यो प्रहरी हो अरे भन्ने अलिकति अझै पनि अलिकति छ क्या प्रहरीसँग खुलेर बोल्न नसक्ने त्यस्तो किसिमको छ होइन अहिले नमस्कार म दिपेन्द्र जोशी मेरो घर चाहिँ नेपालगञ्ज बेलकुटी नगर म चाहिँ यो दुईटा संस्था तपाईँले देख्नु भएको छ दुवै संस्था सामुदायिक सेवा केन्द्र प्रहरी सेवा केन्द्र र लागोस विरुद्ध निःशुल्क परामर्श केन्द्र दुवै संस्थाको कमान्ड अध्यक्ष रूपमा सम्हालिराखेको छु यो संस्था जिल्ला प्रहरी कार्यालयसँग आबद्धता छ यो लागोस परामर्श केन्द्र यही तपाईँको चोकमा गणेशमान चोकमा यो प्रहरी कम्पाउन्डभित्र रहेको मैले तपाईँलाई धेरैले देखिसक्नु भएको छ होला त्यो जानकारी गराएँ अर्को चाहिँ हाम्रो सामुदायिक प्रहरी सेवा केन्द्र हाम्रो वडा नम्बर 2 सुनार मन्दिरमा रहेको म जानकारी गराउन चाहन्छु म चाहिँ बिना बत्तीको प्रहरी हो मसँग प्रहरीको त्यो ड्रेस म लगाउँदिनँ म प्रहरी पनि होइन म आज तपाईहरुसँग अपेक्षा राख्नुहुन्छ धेरै कुरा मैले यो पाए हुन्थ्यो यो गर्न पाए भने यस्तै मैले गर्नुपर्ने कर्तव्य के हो त भन्ने कुरा पनि तपाईहरुले जान्नको लागि एउटा तपाईहरुसँग राख्ने अनुमति चाहन्छु मसँग तपाईहरु धेरै जनाको ट्राफिक विरुद्धमा मैले गलत काम गरेछु भन्ने महसुस गर्नु भएको छ कसैलाई मैले गलत ठाउँ प्रयोग गरेको छु हिँड्दा गलत रुट प्रयोग गरेछु पण जेब्रा क्रसिङबाट हिँडेको छैन म बीच बाटो गफबाट हिँडेछु भन्ने कसैले हात स्वीकार हुन्छ मैले गलत प्रयोग गरेछु भन्ने तपाईहरु मध्येबाट म गलत बाटोबाट हिँडेको छु म पढ्न आउने बेलामा जाने बेलामा फर्किने बेलामा मैले जेब्रा क्रसिङ भन्ने कुरा थाहा छ नि है जेब्रा क्रसिङबाट बाटो काट्नु पर्छ पनि थाहा छ है भाइ बहिनीहरुको फुटेज छ भनेपछि कति जना विद्यार्थी यहाँ मात्रै हामी जेब्रा क्रसिङबाट हिँड्दैन रहेछ यो स्वीकार हुन्छ स्वीकार हुन्छ म फुटेज देखाउँछु अहिले यहीँबाट चाहे त्यो बहिनीहरु होस् चाहे भाइहरु होस् मजाले गोल्तीमा हात हालेर मजाले गफ हिँड्नु भएको छ मजाले बीच बाटो हिँड्नु भएको छ यो सबै फुटेज मसँग छ तर मैले नाम लिन चाहन्न भोलिदेखि आज ट्राफिकको सचेतना कार्यक्रम गरिसकेपछि हाम्रो फुटेजमा तपाईहरु बीच बाटोबाट हेर्न नपरोस् कुनै दुर्घटनामा परिपूर्ण नपरोस् भन्ने उद्देश्यका साथ आज हामी यो कार्यक्रम ल्यायौं यसमा बढी भाइहरु पनि हुनुहुन्छ र बहिनीहरु पनि हुनुहुन्छ त्यसैले मैले आज फुटेज तपाईहरुको यहाँ सरलाई पनि दिन्न तपाईहरुको यो हामीले सुरक्षित राखेका छौं आगामी दिनमा तपाईहरुले कम से कम यति 10 क्लास पढिसकेपछि म बाटो क्रस गर्दा जेब्रा क्रसबाट बाटो क्रस गर्नुपर्छ दायाँ बायाँ हेर्नुपर्छ धेरै कानी खुसी गर्नुहुन्न गफ गर्नुहुन्न यो चाहिँ बाटो मेन बाटोमा हिँड्दाखेरि भन्ने कुरा तपाईले आजको दिनदेखि फेरि म यो पनि भन्छु तपाईहरुको यहाँ भित्रका सर र म्याडम पनि त्यसको फुटेज पनि मसँग छ हाँस्नु भएन यसमा मैले गरे गल्ती गरेछु भन्नेले कसैले हात उठाउन सक्नुहुन्छ यसो मैले गल्ती गरेको हो भन्ने स्वीकार्नुहुन्छ ठीक छ मैले यो किन भने यो हामीसँग सीसी क्यामेरा नजिक छ त्यहाँ र हामीसँग वाचडग छ त्यहाँ हामीसँग प्रहरी छ र म आफ्नै घर नजिक मेरो घर नजिक बनाले मैले वाचडगमा रूपमा हेर्ने गर्छु त्यसैले याद छ कसैलाई छैन याद छैन त्यसैले म तपाईलाई आज ट्राफिक सचेतना कार्यक्रममा अन्य भाइहरु अथवा अन्य भाइहरु पनि बाटोबाट हिँडेपछि जेब्रा क्रसिङबाट हिँड्नुपर्छ र हिँड्दाखेरि कसरी हिँड्नुपर्छ भन्ने कुरालाई ध्यानमा दिएर हिँड्नुको लागि म हार्दिक अनुरोध गर्छु
मेरा नाम रामप्यारे वर्मा, म लागु औषध परामर्श केन्द्रको सचिव, सामुदायिक प्रहरी सेवा केन्द्रको सहसचिव। सबैलाई नमस्कार। म सूर्य प्रसाद धिताल। म चाहिँ सामाजिक जागृतिका लागि ग्रामीण सहभागिता भन्ने समर्पण सचिव हुन्छु। मेरो छोराछोरीको उमेरको हुनुहुन्छ। मेरो नाम देवी थापा है, यही वार्ड नम्बर 9 अनि यो विभिन्न यो संस्थाहरूमा म पनि आबद्ध छु। भन्यौँ क्या, जस्तो हामी के हुन्छ भने बाबु नानीहरूको त उमेर पुगेको छैन, लाइसेन्स पाएको छैन होला, कहिलेकाहीँ के हुन्छ हामी पनि हतारमा निस्किहाल्छौँ, लाइसेन्स नलिएर हिँड्छौँ, बाटामा चेकिङ हुन्छ अनि हामीले हेर त यो ट्राफिक बसेको दोष उलाइदिन्छौँ। गल्ती आफ्नो, जब कि मसँग भएको प्रुफ म लिएर हिँड्दैन भने गल्ती उहाँको कि मेरो, यो बुझ्नु पऱ्यो। अनि उहाँको दायित्व त तपाईँसँग छ कि छैन हेर्ने हो नि त। हामी भन्छौँ मैले ल्याएको छैन, त्यही दिन ट्राफिकले माग्यो, अब पैसा माग्यो होला अनि त्यो यो गर्यो भन्ने हामी नाना गरी कुरा सोध्छौँ। त्यस्ता घटनाहरू हुन्छ। त्यही भएर तपाईँहरूले ट्राफिक सचेतना भन्नाले हामीले बाटो काट्दा मात्रै होइन कि यिनी कुराहरूमा पनि ध्यान दिनुपर्छ। कहिले काहीँ बुवा आमाले भन्नु होला बाबु यसो केही दुध ल्याएर आइज, डेरीबाट या केही साबुन ल्याएर हामी बुवाको स्कुटी उठाउँछौँ, पनि ट्राफिक सचेतना अन्तर्गतै पर्ने। र अर्को कुरा जुन यहाँबाट यो हुन त अघि आइसक्यो होला, मैले धेरै नदोहोऱ्याएर सानो सर्टकट मैले पनि भन्न हुन्छ। यो व्यस्त हामीले सबभन्दा देखेको व्यस्तता यही हुन्छ। हस्पिटलहरू पनि यही छ, सरकारी कार्यालयहरूमा पनि प्रवेश गर्ने बाटो यही छ, यही बाटो हुन्छ फेरि। अनि तपाईँहरू जब स्कुलबाट बिदा भएर निस्किनुहुन्छ सबभन्दा नेपालगञ्जमा आतङ्क रेखाको छ। हेर्नुहोस्, सबभन्दा तपाईँ हामी क्रसिङ गर्छौँ, त्यो पनि तपाईँहरूले अब विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्छ होइन, हामीभन्दा अहिले पुरानो शिक्षाका हौँ, अहिले तपाईँहरू नयाँ शिक्षाको हुनुहुन्छ। त्यसैले यो कुरा पनि म बुझ्न अनुरोध गर्छु। र सरहरू हुनुहुन्छ, धेरै समय दिएन मैले, हुन्छ, धन्यवाद है। मेरो नाम चाहिँ नन्दकुमार पोखरेल, एसएसआई थापा प्रहरी वरिष्ठ नायब अफिसर है, सिनियर सब इन्सपेक्टर एसएसआई। म चाहिँ यहाँ किन कुरा गर्दैछु भने ट्राफिकसँग सम्बन्धित कुरो भएको भने गाडीको कुरा गर्नु पऱ्यो होइन। ट्राफिक छ भने के अरे गाडी छ भने ट्राफिक छ, गाडी छैन भने ट्राफिक हुँदैन। ट्राफिक प्रहरी ट्राफिक भनेको छुट्टै हो, ट्राफिक प्रहरी भनेको छुट्टै हो फेरि है। ट्राफिक र ट्राफिक प्रहरी भनेको छुट्टै हो। त्यही भएर यहाँ चाहिँ म युगललाई सम्झिँदैछु। अब हाम्रो हिस्ट्री यस्तो थियो है, 1958 मा पहिलोचोटि हाम्रो देशमा चाहिँ गाडी आएको रहेछ होइन त। त्यति बेला को हुनुहुन्थ्यो हाम्रो प्रधानमन्त्री पिसम भनेको छ है। अनि त्यति बेला कसरी ल्याएको छ गाडी बोकेर, बाटो पनि थिएन, यहाँबाट सर्ट काठमाडौँ जाने जस्तो बाटो पनि थिएन, काठमाडौँ आउने पनि थिएन, तराईसँग चाहिँ काठमाडौँ उपत्यकाको कनेक्सन थिएन बाटोबाट है। त्यही भएर त्यति बेला चाहिँ हरियाद्वारा गाडी चाहिँ काठमाडौँ भ्यालीमा लग्दै गऱ्यो। न्यूनीकरणको प्रयास, दुर्घटना न्यूनीकरणको लागि है। औदा चाहिँ ब्रेथलाइजर भनेको के हो? पानी चेक गर्ने साधन, जसले चाहिँ लागु के अरे मादक पदार्थ सेवन गरेको छैन भनेर पत्ता लगाउने एउटा मेसिन हुन्छ, त्यसलाई ब्रेथलाइजर भन्छ होइन। ब्रेथलाइजर हामीसँग अहिले 2टा मात्रै छ है। कस्तो व्यक्ति चालक गर्न सक्दैन भन्छ, थाहा छ अलिअलि मोटामोटी सबैलाई थाहा छ होइन। 21 वर्ष ठुलो भनेको के हो? ठुलो सवारी साधनलाई 21 वर्ष पुरा हुनु पर्यो। मझौला भनेको 4 पाङ्ग्रेको लागि 18, 2 पाङ्ग्रे भनेको स्कुटर मोटरसाइकलमा मोबिलको लागि 16 वर्ष उमेर पुग्यो भने लाइसेन्स चाहिँ निकाल्न पाइन्छ। त्योभन्दा तलको मान्छेले चाहिँ निकाल्न पाएन। अनि छाडे रोग लाग्यो भने पाएन होइन। आँखाको ज्योति साह्रै कम भएकोले पनि पाउँदैन। सुन्न नसक्ने, काममा समस्या त सुन्न सक्दैन भने उसले पाएन। रतुङ्गले पाउँदैन होइन। हात र खुट्टाले काम गर्न नसक्ने व्यक्तिले के हुन्छ? लाइसेन्स प्राप्त गर्न सक्दैन। अनि लाइसेन्स चाहिँ के हुन्छ? प्राप्त गर्यो भने निलम्बन पनि हुन्छ फेरि।
कसरी निलम्बन हुँदो रहेछ त 5 करोड ट्राफिक नियम उल्लङ्घन गर्यो भने उसको चाहिँ के हुन्छ 6 महिना त्यसको लाइसेन्स निलम्बन हुँदो रहेछ है। त्यो हकमा बाहेक अन्यमा चाहिँ 500 देखि 1500 सम्म जरिवाना लाग्छ भन्ने चाहिँ सम्झिनु होला है। क्षमताभन्दा बढीको पनि बढी लाग्छ, लाइसेन्स प्राप्त नगरेकोलाई पनि त्योभन्दा बढी लाग्छ, 1500 भन्दा बढी होइन, र चलाउन दिएकोलाई पनि त्योभन्दा बढी लाग्छ भन्ने सोच्नुहोस् है। पहिले हामीले के गर्थ्यौँ भने 25 रुपियाँदेखि 200 सम्म जरिवाना गर्ने व्यवस्था थियो। त्यो समय सापेक्ष चाहिँ लगाएको कारणले अहिले चाहिँ विभिन्न यो मन्त्री परिषदबाट निर्णय हुँदै यातायात व्यवस्था विभागबाट हुँदै त्यो चाहिँ अधिकारहरू प्रत्याशित हुँदै त्यो चाहिँ जरिवाना चाहिँ बढ्दै 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 गइरहेको छ है। अनि विशेष गरी हामीले के गर्छौँ सडक प्रयोग गर्छौँ है। सडक प्रयोग गरेर नै हामी यहाँदेखि घरसम्म जान्छौँ, घरबाट स्कुलसम्म आउँछौँ। तपाईँ यहाँबाट जाँदाखेरि जहाँ जानुहोस् सडक प्रयोग गर्नुपर्छ होइन त। चाहे कहिले हामी चाहिँ गाडीमा जाउँ प्यासेन्जर भएर, चाहे चाहिँ आफैसँग ल ठिक छ। जहाँ चाहिँ सडक पेटी छ, सडक पेटी छ भने सडक पेटीको प्रयोग गरेर बायाँ साइडबाटै हिँड्ने है। जहाँ चाहिँ सडक पेटी छैन त्यहाँ चाहिँ छेउ च्यापेर, सडकमा होइन सडकभन्दा बाहिर छेउ च्यापेर दाहिने साइडको प्रयोग गर्ने भन्छ। किन होला, किन कतै दायाँ कि त कतै बायाँ किन होला? त्यसको लागि सुरक्षाको लागि नै सडक पेटी बनाएको मान्छे हिँड्नलाई भने। त्यसमा चाहिँ हाम्रो नेपालमा चाहिँ बायाँ साइडबाट गाडी चल्ने लेफ्ट ह्यान्ड ड्राइभिङ सिस्टम छ नेपालमा। बायाँ साइडबाट हामी चाहिँ चलाउनु पर्ने हुन्छ। त्यही भएर त्यो साइडबाट हामी सुरक्षित हुने भएकोले बायाँ बाटो नै हिँड्ने। जहाँ चाहिँ सडक पेटी छैन होइन, फुटपाथ छैन, त्यस्तो ठाउँमा के हुन्छ हामी जताबाट हिँड्न सक्छौँ होइन। गाडीले पनि अलिकति त्यहाँ गाडी चलाउँदाखेरि पनि दायाँ बायाँ जान सक्छ होइन। त्यही भएर हामी चाहिँ अपोजिटको गाडी, सडक पेटी छैन हाम्रो सडक पेटीमा त गाडी के अरे त्यो नभएको कारणले, सडक पेटी नभएको कारणले जता पनि जान सक्छ, असुरक्षित जस्तो महसुस हुने भएको कारणले उसलाई चाहिँ उसको अवस्था थाहा हुँदैन। अवस्था थाहा हुन्छ आउँदै गरेको गाडीको हेर्न सकिन्छ नि कता च्याप्टेको छ, कता आइरहेको छ, कुन गतिमा आइरहेको छ, त्यसको चाहिँ अवस्था थाहा हुने भएको कारणले गर्दा दाहिने साइडबाट हेरेर आफू सुरक्षित रहन सकिन्छ भनेर सडक पेटी नभएको ठाउँमा दाहिने साइडबाट चलाउनु पर्छ। अलिक कष्टमा नै आइसक्यो, 4 पाङ्ग्रेको थाहा छ। अब बिस्तारै हामी 16 वर्ष पुग्यो होला, कति चाहिँ बाँकी नै होइन त। त्यही होइन, सिक्नुपर्छ, सिक्नु राम्रो कुरा हो। सिकेर कहिले पनि खेर जाँदैन होइन, आफ्नै लागि हो। तर चाहिँ कम्बिनेसन मिल्दैन अनि दुर्घटना हुनसक्छ होइन त। कहिले मोड आउन सक्छ, तुरन्तै कुनै चाहिँ बच्चाले बाटो काट्न सक्छ होइन। बिरालो कुकुरहरूले पनि बाटो काटेर चाहिँ रोडमा गढेर दुर्घटना भएको अवस्था हुन्छ। कतिपयले हेलमेट नलगाएर चलाइदिनुहुन्छ, कतिपयले के गर्नुहुन्छ 3जना 4जना भएर चलाउनुहुन्छ। जस्तो त्यहाँ रुखहरू पनि बिचमा रुखहरू पनि छ होइन। कहिले काहीँ हावाहरूले ढलेको हुन्छ रुखहरू, त्यसलाई ठेक्कामा पनि गर्ने होइन। अस्ति एउटा चाहिँ गाई त्यहाँ मरेको थियो, त्यसलाई पनि नमस्ते। म चाहिँ पढाउन आएको होइन, किनभने मलाई पढाउनै आउँदैन। पढाउन आउने भए त म तपाईँहरूको सर भइहाल्थेँ होइन। किन म पुलिस हुन्थेन, पुलिसै हुँदैन। मेरो नाम अङ्गुर जोशी, नहाँस्नुहोस् है फेरि, नहानी अङ्गुर हो मेरो नाम होइन। मलाई थाहै थिएन, मलाई कति बेला त्यो 10-11 वर्ष हुने बेलासम्म मेरो नामको अर्थ मलाई थाहै थिएन। अङ्गुर मैले देखेकै थिइनँ, नाममा राख्दै रहेछ मेरो अङ्गुर हो। मेरो हजुर मलाई मनपर्ने चाहिँ त्यो अङ्गुर राखेको है। म चाहिँ तपाईँहरू जस्तै हामी पनि यस्तै क्लास बस्दै स्कुल पढ्दै, अब अहिले त भन्न त भनिन्छ नि होइन, पुलिसले त फेरि पढाए पनि हुँदैन भन्छ नि। हामी पनि स्कुल त तपाईँहरू जस्तै यस्तै गरी बस्दै, अब तपाईँ त्यति राम्रा कुर्सी चेयर पाइरहनु भएको छ। हाम्रो पाला त्यस्तो नि हुँदैन थियो होइन। हामी पनि यस्तै स्कुल पार गर्दै, कलेज पार गर्दै हामी पनि फेरि त्यही जागिरको सिलसिलामा पुलिस हुन आइयो होइन। पुलिस कस्तो जब रहेछ भने, पुलिस क्या कस्तो जब रहेछ भने, जरूरत सबको है, पसंद किसी का नहीं है, वो क्या है भन्यो भने वो चाहिँ पुलिस है।
यहाँनिर सुरक्षामा बुझ्नु पर्यो तपाईँले जस्तो देशको सुरक्षा गर्नुभयो नि त कुरा गर्नु नि होइन देशको सुरक्षाको कुरा गर्नुभयो भने नेपालले आर्मी जुन देशको नि सेना हुन्छ होइन त्यसले चाहिँ के हुन्छ बाह्य सुरक्षासँग उसको सरोकार हुन्छ बाह्य सुरक्षा जस्तो अब हाम्रो बोर्डर सेयरिङ जति कन्ट्रीहरू छन् होइन जस्तो हाम्रो चाइना र इन्डियासँग बोर्डर सेयर गर्छ भने हो बाह्य सुरक्षाको लागि चाहिँ अर्को देशले हाम्रो देशलाई आक्रमण नगरोस् भन्नको लागि चाहिँ आर्मी हुन्छ त्यो चाहिँ हाम्रो नेपाल आर्मी छ होइन अब फेरि यहाँ सशस्त्र भन्ने पनि छ के हो फेरि त्यो सशस्त्र भन्ने होला त्यसको चाहिँ एउटा सर्टेन पर्पजको लागि चाहिँ त्यसको जन्म भएको थियो तपाईँहरू त त्यति बेला जन्मिसक्नु भएको थिएन होला त्यो 2058 सालमा चाहिँ त्यति बेला माओवादीको चाहिँ जनयुद्ध भयो होइन देशमा जनयुद्ध भयो त्यति बेला प्रहरीसँग चाहिँ हामी चाहिँ वेल इक्विप्ड हामी हतियार बोकेर हिँड्ने थिएनौँ आर्मी चाहिँ परिचालन गर्यो भने फेरि आर्मीसँग त हतियार मात्रै हुन्छ फेरि उसले हतियारले हामी त मान्छे मर्ला भनेर केही मान्छे लग्यो केही मान्छे आर्मी लग्यो त्यसपछि त्यो चाहिँ स्पेसल्ली त्यो फोर्सको चाहिँ के कति बेला जन्म भएको थियो भने देशमा भएको द्वन्द्व यो चाहिँ आन्तरिक द्वन्द्वमा भयो त्यति बेला आन्तरिक द्वन्द्व भएको भने चाहिँ जनता बिचको हुने बेलामा चाहिँ फेरि सिधै सेना लगाएर मार्नु पनि जनता मार्नु ठिक होइन होइन त्यसै के हो त फेरि अब यो शस्त्रलाई कहाँ फाल्ने यसलाई त फाल्न पाइएन अब एउटा फोर्स बनिसकेको छ भनेपछि उसलाई अहिले के गर्यो सर्टेन उसलाई जिम्मेवारी दिएर जस्तो उसलाई चाहिँ बोर्डर सेक्युरिटीको जिम्मा अहिले दिएको छ नि तपाईँले देख्नुहुन्छ पारिपट्टि इन्डियापट्टि चाहिँ बिएसएफ भन्ने छ होइन त्यस्तै गरी नेपालपट्टि भएन मान्छे चाहिँ फ्रिली मुभमेन्ट गर्न पाउनु पर्यो संविधानले दिएको कानुनले दिएको आफ्नो अधिकार चाहिँ प्रयोग गर्न सक्ने पाउनु पर्यो नि त जस्तो मुभमेन्ट के हुन्छ मुभमेन्ट तपाईँलाई एउटा ठाउँबाट अर्को ठाउँ जानु पर्यो अर्को जिल्लामा जानु पर्यो अब त्यहाँ जानु नसक्ने अवस्था त्यस्तो नै अवस्था हुन्छ र भन्ने तपाईँलाई लाग्ला त्यस्तो नै अवस्था हुन्छ र शान्ति सुरक्षा नभए मलाई हिँड्न पनि नपाउने कहीँ जानै नसक्ने त्यस्तो पनि देश हुन्छ र कहीँ हुन्छ र भन्ने लाग्यो होला तपाईँलाई त्यस्तै लाग्दो होला है किनकि तपाईँले त्यो देखेकै छैन सर्भ गर्ने मैले मौका पाएँ भएर मैले त्यो अफ्रिका देखाएको छु क्या त्यहाँ हो क्या शान्ति सुरक्षा नभएको अवस्था त्यस्तो नि हुन्छ र भन्ने हामीलाई पनि लाग्थ्यो क्या त्यस्तो नि देश हुन्छ र त्यस्तो नि ठाउँ हुन्छ र 10 वर्षको बच्चाले तपाईँहरूभन्दा धेरै सानोले AK-47 भन्ने सुन्नु भएको छ AK-47ले मान्छे मारिदिन्थ्यो AK-47 मजाले बोकेर हिँडिरहेको थियो कसैले रोक्नु सक्दैन पुलिसले केही पनि गर्न सक्दैन प्रहरी लिएर राख्ने त्यसपछि अन्त देशबाट आर्मी ल्याएर राख्ने गर्छ क्या त्यहाँ चाहिँ अब शान्ति सुरक्षा हाम्रो पनि तपाईँको जस्तो अस्ति जेएनजीको जस्तो आन्दोलन भएर चाहिँ 8-10 दिन चाहिँ त्यस्तो आन्दोलन भएर यहाँ पुरै दङ्गा फसाद भएको भए यहाँ युएनले इन्टरभेन गर्छ यहाँ चाहिँ अब हाम्रो देशले चाहिँ हाम्रो देशको सुरक्षा कर्मीले चाहिँ सुरक्षा दिन सक्दैन थियो जस्तो नेपाल प्रहरीले सशस्त्र प्रहरीले आर्मीले हामीले कसैले सुरक्षा दिन सक्ने अवस्था भएन भने के हुन्छ युएनले इन्टरभेन गरेर बाहिरको मान्छे बाहिरको आर्मीहरू आउँछ प्रतिबन्ध लाग्छ त्यहाँ राणा होइन उहाँले जुन हिम्मत राख्नुहुन्छ र त्यहाँबाट गएर पनि घर सुरक्षित भएर पुग्न पाउन सक्नुहुन्छ भने हो त्यहाँ शान्ति सुव्यवस्था छ भन्ने बुझ्नु त्यो फिल तपाईँलाई जब आउँछ नि त्यो फिल आउँछ भने चाहिँ त्यहाँ चाहिँ शान्ति सुव्यवस्था छ भन्ने बुझिन्छ त्यही भएर अहिलेको प्रेजेन्ट कन्डिसनको आजको दिनको कुरा गर्नुपर्दा तपाईँ स्कुल आउँछ त्यसलाई त्यो कुराहरू गर्न दिन जस्तो तपाईँले त्यहाँनिर तपाईँको घरको उता पल्लोपट्टि चाहिँ ड्रग्स खाइरहेको 4-5 जना मिलेर ड्रग्स खाइरहेर देख्नुभयो भने भलै प्रहरी त्यहाँ नपुग्ला प्रहरीले नदेख्ला तपाईँले त देख्नुभयो नि त तपाईँले प्रहरीलाई सूचना दिएर सहयोग गर्नु यहाँनिर चाहिँ ड्रग्स खाइरहेछ प्रहरी इमिडिएट पुग्छ त्यसलाई चाहिँ कन्ट्रोल गर्छ त्यसलाई लिन्छ नियन्त्रण दिन्छ त्यो ठाउँमा त उसले भोलिदेखि फेरि त्यहाँ त ड्रग्स खानलाई खुलेआम आएर ड्रग्स खान पाएन नि त उसलाई रोक्न सक्यो नि त हो त्यो कसको सपोर्टमा रोक्यो नागरिकको सपोर्टमा तपाईँहरूको सपोर्टमा अब यहाँ चाहिँ के सोच्ने चलन छ भने उतापट्टि घरमा चाहिँ चोरी भयो आज अनि चोरी भए पछाडि यतापट्टिको घरको मान्छेलाई मतलबै गर्दैन उसले बस्दै गर्दैछ मेरो घरमा के भएको छ मेरो घरमा केही पनि भएको छैन त्यसपछि हामीले एकजना साथीलाई फोन गरेर बोलायो हामीलाई लिन आऊ उहिले सुत्ने भनेर होइन अनि कोरियनको बाटो चाहिँ सुनसान थियो एकदम अब त्यतिखेर एकजना मान्छे भाग्दै आयो अब प्रहरी पनि उसै मान्छेको पछाडि भाग्दै आउनु आएर भेटाउन सक्नु भएन होइन अनि हामी गयो हामीलाई सोध्नु कहाँ जानु आयो भनेर हामी यही जानु गएको भने हामीले के भन्नु भने अब मेरो साथी लिन आयो ठ्याक्क भेट्यो अब ऊ यत्तिकै के साथीहरू भेट्यो भनेर यसै हात हल्लाएर नाच्न आयो होइन अब प्रहरीले कस्तो नराम्रो गाली दिएर बोलाउनु भयो होइन बन्द गरेर स्कुल भन्नुभयो ऊ सिधा सुनेन हामीले चाहिँ स्कुल पछाडि हेऱ्यो फेरि नराम्रो गाली दिनुभयो पकड त्यसलाई पकड भनेर चाहिँ पठाउनु भयो अर्को प्रहरीले होइन अब प्रहरी आउने बित्तिकै मेरो साथीले एकदम नराम्रै कुटपिट गर्नुभयो एकदम नराम्रै दिनुभयो होइन अब हामी त नाबालिग हुने त हाम्रो त उनीहरू पुगेकै छैन अझै हामी माथि कुटपिट गऱ्यो अनि यति नराम्रो गालीले हामीलाई सम्बोधन गरियो पुरै छोड्नु होइन अनि हामीलाई धम्की पनि दियो कि हामी तिमीलाई जेल हालिदिन्छौँ यसो गरिदिन्छौँ उसो गरिदिन्छौँ भनेर अब मैले आवाज गरेको थिएँ उहाँहरूले मदिरापान गर्नुभएको थियो अब ड्युटीमा गर्दीमा भएर मदिरापान गरेर हामी नाबालिग माथि हात उठाउनु गाली दिनु यो कतिसम्मको न्याय हो र कतिसम्मको अपराध हो त्यो मलाई थाहा भएन
तर प्रहरीले अपराध गर्दाखेरि उजुरी चाहिँ कता दिनुपर्छ? भन्नुपर्छ त्यो तपाईँले जस्तो उजुरी कहाँ दिने भन्दाखेरि डेफिनेटली तपाईँलाई चौकीको पुलिसले त्यो गइरहेको थियो नि, त्योभन्दा ठुलो युनिट कुन हो त? जस्तो त्यो इन्सपेक्टर बस्ने ठाउँ होला अथवा डिएसपी बस्ने ठाउँ होला, त्यसपछि अब यो जिल्लाको ओभरअल त मैले नै हेर्ने भएँ, एसपी नै बन्यो। डेफिनेटली हामीले तपाईँले भनेको कुरा सुन्छ। तपाईँले भने जस्तो छ, मैले भने नि यही समाजका प्रडक्ट हो प्रहरी। कति क्लास पढायो हुन्छ सिपाहीले थाहा छ तपाईँलाई? कति पढ्यो भने सिपाही हुन्छ? 8 क्लास। त्यो पनि कति प्रहरीले त्यो सिग्नेचर गर्न होइन, त्यसलाई अक्षर लेख्न आउँदैन, कति नपढ्ने पनि आइडिया छन्। यहाँ पनि प्रहरी छ, त्यहाँ बदमास प्रहरी पनि छन्। म आउने बित्तिकै यहाँ 2 जना प्रहरीको मैले टर्मिनेटै गरिदिइसकेँ, मैले जाहिरै खाइदिइसकेँ। मैले किन त्यो 2 जना प्रहरीको जाहिर हाल्नु भने तपाईँले भने ठ्याक्कै युनिफर्ममा दारूमा मैले त आइपुग्न टर्मिनेट त्यो कुनै पनि हालत पाच्य हुँदैन। जसले मदिरा सेवन गरिरहेछ भने उसले ड्युटी छ के, उसले चाहिँ त्यसपछि ऊ त्यस्तै एक्सन गर्छ, त्यो त मलाई डेफिनेटली थाहा छ। त्यही भएर हाम्रो कमान्डरको चाहिँ हामीले के हुन्छ भने दारू त खान हुँदै भएन, युनिफर्ममा त कुनै पनि हाल्दा खानु भएन। खाए पछाडि त्यही भने नि मैले ड्रग्स खाइहालेँ भनेको 6 महिना 7 महिना ट्रेनिङ गरेर हुन्छ। त्यो त्यही काँचो माटोलाई के हुन्छ, त्यही 6-7 महिना ट्रेनिङ गरेर लिएर आउने हो यहाँतिर। हो कोही राम्रा बनेका छन्, कोही कुमालेले राम्रो भाडा बने, राम्रो प्रहरी बन्यो होला, कोही नराम्रै प्रहरीहरू पनि छन्, समाजमा छन्। त्यही भएर तिनीहरूले यहाँ हाम्रो तपाईँले कारवाहीको दायरा हेर्नु भने कतिजनालाई नसिहत दिएका हुन्छौँ, कतिजनालाई ग्रेड खाने भन्छौँ, हामी ग्रेड खान्छौँ, कतिलाई प्रमोसन रोका गर्छौँ, कतिलाई चाहिँ बढुवा रोका गर्छौँ। अनि त्यति गर्दा नि केही नलागे पछाडि हामी टर्मिनेट गर्ने। त्यो टर्मिनेट गर्ने भने चाहिँ लास्ट रिसोर्ट हो है। तपाईँले सर्टेन टाइममा त्यसको टाइमली रिपोर्ट गरिदिनु पऱ्यो। तपाईँले इभन 100मै भनिदिनु भयो भने पनि हुन्थ्यो, 100मै फलानु ठाउँको प्रहरीले मलाई यस्तो गर्यो भने भए हामी तुरुन्तै के गर्थ्यौँ, त्यो 100मा तल आए पछाडि त्यस्तो रिपोर्ट मलाई गर्छ। मलाई गराएपछि मैले के भन्छ, त्यहाँ अर्को ऊभन्दा माथिल्लो तहको इन्सपेक्टर साहबको अर्को कसै कमान्डर टोली पठाएर त्यसलाई अहिले तुरुन्तै जाँच, त्यसले मादक पदार्थ सेवन गरेकै छैन, त्यसलाई हस्पिटल लगेर त्यतिकै नर्मली पनि थाहा भइहाल्छ, नजिक जाँदा पनि थाहा भइहाल्छ मादक पदार्थ सेवन गरेपछि गन्ध आउँछ, उसको चाहिँ आफ्नो त्यो खुट्टा भुइँमा हुँदैन। व्यवहार गर्ने व्यक्ति हुनुहुन्छ। जब म सबै स्कुलमा आउँदाखेरि यताउता हिँड्ने दिदीहरू हुन्छ, कुम्ले हाल्नुहुन्छ र जान्यो भाइ यस्तो यस्तो व्यवहारहरू गर्नुहुन्छ। अनि पुलिसलाई भन्दाखेरि पुलिस पनि सुन्नुहुन्न। चोरी हुने चाहिँ एउटै व्यक्तिले 2-4वटा सामान चाहिँ एउटै ठाउँमा चोरेको चाहिँ छ। पुष्पलाल चोकदेखि बसमा जाने हो। अवैध व्यवहार गर्ने व्यक्तिहरू पनि धेरै हुन्छ। म अस्ति आउने बित्तिकै मैले अपरेसन पनि गराएको थिएँ मैले होइन, त्यो तपाईँले भने जस्तो त्यो खालका चाहिँ यौन धन्दा चलाउने पनि छन् होइन। जस्तो अब उनीहरूको त्यो कर्तव्य भन्दै, जस्तो होटेल चलाएको छ, यौन धन्दा गर्न त होटेल बनेको होइन होइन, खाजा घर बनाएको छ, यौन धन्दा चलाएको छ, स्पा राखेको छ, यौन धन्दा चलाएको छ, त्यो टाइपको छ। त्यही भएर मैले आउने बित्तिकै सुरुमा त्यो अपरेसनमा सुरु गरेँ हो। म अझै अब तुरुन्तै म स्पाहरू पनि फेरि म मोनिटर गरिरहेको छु, होटेलको पनि 4-5वटा हामीले नोटिस गरेको छौँ। तपाईँले भने जस्तो अब जस्तो त्यो चोरीको हकमा चाहिँ के हुन्छ भने चोरी भयो, चोरीको चाहिँ अब तपाईँलाई थाहा छ चोर पनि हो यो, तर उसको सामान बरामद भएन भने, बरामद भएको सिज भयो भने भनौँ न, तपाईँले जस्तो तपाईँको मोबाइल चोरी हो, तपाईँलाई थाहा छ मोबाइल चोरी हो, तर जबसम्म त्यो मोबाइल फेला पर्दैन नि उसकोबाट न त्यो त्यति बेला सधैँ फेरि मुद्दा चलाउन सकिँदैन। चोर भने हामीलाई थाहा हुन्छ, भएर पनि कतिपय अवस्था चाहिँ अब कानुनले कति बेर सन्तुलन पाउँछ भन्दा 24 घन्टाभित्र हामीले अदालत पेस गर्नुपर्छ। अदालत पेस गर्दाखेरि त हामीले कि छोड्नु पऱ्यो कि भने प्रमाणसित लानु पऱ्यो। त्यस्तो अवस्थामा त्यस्तोलाई हामीले केही नपाएर अभद्र सभद्रमा पनि अलिकति क्रोनिक टाइपकालाई चाहिँ त्यसरी पनि होल्ड गरेर हामीले चाहिँ डिटोरेन्स थ्योरीमा गएको हुन्छौँ। हामीले ठ्याक्कै प्रमाण नहुँदाखेरि चाहिँ उसको सामान नभेटिँदा अवस्थामा चाहिँ त्यस्तो भएको पनि हुन्छ। सर भिडियो हुँदा नि छोडिसक्नु भएको 2 घन्टा भिडियो हुँदै छोड्नु कहिले रिसेन्टली हो, दसैँ तिहारको बिचमा चोरी भएको भिडियो नै थियो, गाडीले गाडीबाट चोरी भएको अनि छोडी नै दियो पुरै। त्यही चोरले चाहिँ अर्को 1 हप्ता पछाडि पनि चोर्नु। यो चाहिँ मेरो नोटिसमा मन राखेँ मैले कुरालाई। म त्यो हामी साउन्ड प्रब्लम त्यस्तो मान्छेलाई चाहिँ अवसर पनि चलाएको पनि हामी त्यस्तो होला। एकदमै धेरै क्रोनिक लाग्छ मलाई, धेरै प्रब्लम देख्छु म। ड्रग्सको पनि एकदमै धेरै प्रब्लम छ, किनभने तपाईँको ओपन बोर्डर छ अनि यहाँ चाहिँ ड्रग्स चाहिँ तपाईँको सप्लाई चाहिँ दाम एउटा खाइदिन्छु मैले आज के हुँदैछ भनेर मैले त्यो सिधै नाइट्रोभ्याट एउटा खाएर म 4 तलबाट हम्हाला रेडी थिएँ। मैले किनभने 4 तल त मैले यति थोरै लेखिरहेको थिएँ क्या। भनेपछि हो त्यसले के हुन्छ त, स्टिमुलेन्ट ड्रगले चाहिँ
बाइक चलायो भने बाइक उडाउडै गर्ने, गाडी चलायो गाडी उडाउडै गर्ने, त्यसपछि मान्छेलाई उसलाई काट्न पनि उसले बेर मान्दैन, उसलाई आफै काट्यो भने ठाउँ पनि उसले हान्दाखेरि पनि आफूलाई चोट लाग्यो भने त्यति बेला थाहा भएर आउँदैन होइन। उसले त्यो बेला जे पनि गर्न सक्छ, उसले मान्छेलाई रेप पनि गरिदिन सक्ने हो होइन, मान्छेलाई त्यसपछि लुट दिन पनि सक्ने हो, ढाका गर्न पनि सक्ने हो, जुनसुकै अपराध पनि उसले गर्न उसले पछि पर्दैन, किनकि उसलाई डरै थाहा छैन, उसलाई कानुन के उसले सबै बिर्सिन्छ, ऊ अर्कै दुनियाँमा पुग्छ एकछिनमा। उसले ड्रग्सको चाहिँ के छ त साइड इफेक्ट सबै छ। अब एउटा त ड्रग्स तपाईँ एडिक्सन भइसके पछाडि त्यो फेरि फर्केर बाहिर आउनु भनेको चाहिँ, ड्रग्सबाट निक्लेर बाहिर आउनु भनेको चाहिँ एकदम रियर हो, 5% होला जो ड्रग्स भएर फेरि बाहिर फर्केर आएको र नर्मल लाइफ जिएको मान्छे भनेको 5% पनि नहोला सायद। नत्र भने बाँकी चाहिँ ड्रग्स खान थाल्यो सिद्धिने नै हो, ऊ बर्बादै हुने हो, उसको त्यो नो मोर लाइफ के पनि बिग्रेर खतम भएर उसको जिन्दगी बर्बाद।